यत्रो अर्डर आउँदाखेरि को खुसी नहोला साथी। यो सबै अर्डर चाहिँ जस्ट इन 1 डे मैले पैँचो मागेर काम चला। धेरै बल भएपछि यस्तो मोमो लगाउन चाहिँ जता गए पनि म प्लेस छु क्या। हेलो युट्युब फ्यामिलीहरू, सेवा र इजमी आशा र हजुरहरूलाई हाम्रो कुसाङ फ्रेन्ड ब्लग्समा धेरै धेरै स्वागत छ। न्यू डे न्यू ब्लग लिएर आइसकेको छु र आज चाहिँ म धेरैभन्दा धेरै नै खुसी छु। हेरेर पनि थाहा पाइसक्नु होला म यति धेरै चाहिँ किन खुसी छु भनेर। मैले कहिले पनि सोचेको थिइनँ कि अब मैले अनलाइन बिजनेस स्टार्ट गर्दाखेरि समयमा चाहिँ यति धेरै माया पाउँछु, साथ पाउँछु। सबैजनाको हुन्छ नि, जाने चिन्ने नजान्ने बाहिरी सबैजनाको माया पाउँछु भनेर सोचेको पनि थिइनँ। र अनि अर्को कुरा, यति धेरै टाढाबाट पनि अर्डर आएको देखेर चाहिँ यति खुसी भयो कि कहिलेकाहीँ भनेको उहाँ चाहिँ 1-2वटा अर्डर आउँथ्यो होइन, ठिकै थियो। त्यसमा कति खुसी लाग्ने के मेरो त 1-2टा अर्डर आयो भनेर भन्ने। अनि गाउँ घर छर छिमेकीहरूमा पनि लिनुहुन्थ्यो, खुसी लाग्ने। त्यति पनि खुसी लाग्ने र 1-2 अर्डर्स त आउँथ्यो विकमा या एक दिन बिराएर त्यसरी आउँथ्यो। त आज त यति धेरै आयो कि जस्ट सोचेको थिइनँ क्या। 1-2 होइन, 5 होइन, 8 होइन, आज अर्डर आएको है। मैले कहिले पनि सोचेको थिइनँ कि कुनै बेला पनि यस्तो समय मलाई लाग्थ्यो लाइक बिजनेस गर्नु हार्ड छ है। त्यो त बिजनेस गर्नेहरूलाई पनि थाहा हुन्छ। भर्खर त्यही पनि अनलाइन बिजनेस गर्दै हुन्छ, कोही भर्खर स्टार्टअप हुँदै हुन्छ जस्तो म जस्तो होइन। मलाई चाहिँ लाग्थ्यो भने बिजनेस गर्नु धेरै गाह्रो छ। गाह्रो नै छ गर्न त, तर पनि अब कस्तो हुन्छ भने ला बिजनेस अब स्टार्ट त गऱ्यो यत्रो यो है लगाएर भरे हुन्छ हुँदैन, अब भएन भने ला उब्रियो भने सामान के गर्ने हो, त्यसलाई कसरी गर्ने हो। अब त्यही सामान त लिनु न जहाँबाट ल्याएको हामीले त्यो सोचमा हुन्छ। एउटा दुईवटा हुन्छ, कहिले हुँदैन, हुन पनि सक्छ, कहिले घाटामा खाएर पनि गर्नुपर्छ। तर म चाहिँ आज होइन यो सबै अर्डर चाहिँ जस्ट इन 1 डे क्या, 1 नाइटमा यत्रो धेरै अर्डर आएको क्या। म आफूलाई छक्क परिरहेको छु क्या। म लाइक विकको हुनुपर्नेमा होइन 1 डे 1 नाइटमा मैले यति धेरै अर्डर लिएको क्या। अझै कति अर्डरहरू आएको थियो, मसँग सक्यो क्या सामानै। अब फेरि रिस्टक गर्न आँटेको छु हो। तर म धेरै नै खुसी छु होइन, किनभने आफूले सोचेको गरेको चिज हुँदैछ। बिस्तारै भए पनि 1-2 पाइला हुँदै धेरै पाइला चालिन्छ, त्यसरी नै हुने हो। र पनि म धेरै खुसी। त्यसैले आज मैले भ्लग बनाएको हजुरहरू, किनभने आज म धेरैभन्दा धेरै नै खुसी छु। जस्ट 1 नाइटमा, जस्ट 1 डेमा यति धेरै आयो भनेर। र अहिले चाहिँ म अर्डर पुर्याउन जान आँटेको। नानीलाई सुताइरहेको छु, नानी सुतेर उठ्छ अनि त्यसपछि उसलाई खाजासाजा खुवाउने हुने। अनि एकछिन 1 घन्टाको लागि छोडेर जान आँटेको यत्रो अर्डरको लागि। अब अझै अर्डर पर्ख्यौँ न, लेट हुन्छ होइन। अरूहरूलाई पनि छिटो चाहिन्छ, सबै उहाँहरूको बेबीहरूको लागि समर सेटहरू छ। त्यसैले गर्दाखेरि मान्छेहरूले कतिले भन्छ नि त ए अनलाइन बिजनेस हो वा फेक हुन्छ भनेर। सस्तो प्रायः जस्तोले चाहिँ अब कतिले सोच्छ, अब हामी पनि सोच्थ्यौँ पहिले अनलाइन बिजनेस गर्दा ला सस्तो राख्दा यो फेक हो कि बा ला मेरो पैसा खाइदिनु कि भन्ने पनि सोचिन्छ। त्यसैले गर्दा पनि हो हाम्रोबाट चाहिँ यस्तो हुँदैन। र हजुरहरूलाई थाहा छँदैछ, मेरो युट्युब फ्यामिलीहरूलाई थाहा नै छ मैले चाहिँ मेरो अनलाइन बिजनेसको नाम कम्फी बेबिज राखेको छु भनेर है। अनि अर्को कुरा चाहिँ के हो भने यो बिजनेस गर्नु चाहिँ होइन लागि परिनु पर्दो रहेछ क्या। जस्तो भोक तिर्खा कुनै बेला एकछिन बस्नु न त भनिन्छ कि त्यही पनि कति त बस्नु पनि पाउनुहुन्छ होला एकछिन होइन। मेरो त सानो नानी पनि छ होइन, 14 मन्थको नानी छ। उसँग भाग्दो एकछिन उसलाई छोड कि त उसँगै जानुपर्छ, लिनु रुन्छ खान्छ। आमा यति गाह्रो हुन्छ, ला लिएर आइज जा, त्यसको भाडा तिर के। अब यति रिजनेबल प्राइसमा राखेको छैन। कोही चाहिँ भन्नुहुन्छ ए तपाईँहरूलाई त के उब्रेको सामान त पठाइदिइहाल्छ नि, लगिहाल्छ नि, तपाईँहरूलाई त के चिन्ता र फाइदा छ भन्छ। अरे होइन, उनीहरूले चाहिँ के फ्याक्ट्रीमा फेरि लगिदिन्छ त, त्यो त होइन नि त। कतिजना चाहिँ त्यस्तो भन्ने पनि हुनुहुन्छ कस्टमर होइन।
हामीलाई ल्याइसकेको सामान बिक्री होस् नहोस् अब हामीले नै राख्ने हो क्या पे गरिसकेपछि उहाँहरूले फेरि होलसेलरले त लिनुहुन्न नि त त्यो हो नि त कुरो अनि एक त कुरो हामीले ल्याउँछौँ त्यत्रो भाडा पेल ट्याक्स फेरि यदि बाहिरीबाट छ भने झन् ट्याक्स दिनुपर्छ अब बाहिरी अलिक टाढाबाट ल्याउँदा पनि हामीले दिनुपर्छ चार्ज होइन पर केजीको यही छेउछेउ होलसेलरबाट गऱ्यो भने त कति महँगो पर्छ र पनि कतिजनालाई चाहिँ होइन अब लाइक मैले केही चिज सामान 30-40 रुपिस खाएको छु भने पनि त्यो 30-40 रुपिस किन झुन्डाएको अलिकति कम गरिदिनु भन्छ त्यस्तो होइन नि त हामीले पनि बिजनेस छ हाम्रो पनि त दुःख छ हामीले पनि गरेको छौँ र त्यही पनि बुझिदिनु होला ल अब चाहिँ म उनीहरू चाहिँ प्याक गर्छु अघि हाल्न त हालिसकेको नानी एकछिन खेलेको बेलामा एकछिन प्याकिङ गरिसकेछ अझै मैले यहाँनिर कति लुगाहरू छ गर्नु पाएको छुइनँ कति लुगाहरू बाद छुट्यो के उनीहरूको चाहिँ लिस्ट मैले यसरी राखेको छु क्या यसरी राखेको छु अनि हेर्नुपर्छ स्टिच लाउने हो स्टिचहरू लाउनु छ प्याकिङ गर्नु छ ल अब म यिनीहरू चाहिँ प्याक गर्छु अघि हाल्न त हालेको नानी सुतेको बेलामा र पनि अब कति कसलाई लुगा भयो भएन कति बा मैले डबल हालेँ कि बा कम्ती हालेँ हेर्नुपर्छ हो प्राइस लिस्टहरू हेर्नुपर्छ र मैले नेमहरू अर्डर्सहरू चाहिँ यसरी लिएको छु अनि स्टिचहरू गर्नु छ अरूहरू सबभन्दा मेरो चाहिँ यसपालि सेल भएको चाहिँ यो हो क्या मैले यति धेरै ल्याएँ कि मैले 25 सेट हिजो म त ल्याएको त्यो 25 सेटै बिक्री भयो होइन अगाडि मैले 6 सेट ल्याएको थिएँ त्यो पनि बिक्री भयो 25 सेट ल्याएको त्यो पनि बिक्री भयो क्या अब मलाई फेरि रिस्टक गर्नु छ क्या यति धेरै डिमान्ड आएको छ यो खालको कतिजनाहरूलाई त मैले सामान पुर्याउनै सकिनँ क्या यति धेरै सामान उयो हुन्छ कि सेल भइसक्छ क्या वान डेमै भइसक्यो क्या अरू बेला टाइम लाग्दैन कहिले काहीँ त्यस्तै हो बिजनेस भनेको कहिले थोरै हुन्छ कहिले धेरै हुन्छ नानी चाहिँ भर्खर उठिसक्यो अब हेर्ने मैले कुछाङ जाग्नु भयो निनामा हुनुहुन्छ नि कुछाङ अब एक एकवटा लाने कुरो भएन म चाहिँ यसमा हाल्नु भनेको तर अड्दैन जस्तो लागिरहेछ छे उयोमा के भन्छ पाहुना खाना गए जस्तो ठुलो ब्याग बोक्नुपर्छ जस्तो लाग्दैछ त अड्छ होला ठुलो ब्याग बोक्नु पनि लाजै लाग्छ हौ साथीहरू के त्यो कहाँ जानुहुन्छ दुईवटा गर्दै हाल्दैछु ठुलो खालको बोक्यो हजुर मेरो छोरा चाहिँ हेर्नु न यहाँ नेल रिमुभर हो नानी यो बल भएपछि यस्तो हुन्छ साथीहरू हेर्नु त छुट्यो ए जाने बेलामा यस्तै हुन्छ के हुन्छ चिकना नर्मल गइहालौँ भनेको त अब चाहिँ काल प्लास्टिक यस्तै प्लास्टिकमा गर्ने साथी भत्किँदैन पनि केही पनि हुने होइन चेन पनि भत्किँदैन एकदमै हालिदिन्छु म चाहिँ आइपुगिसक्यो अब गाडीको वेटमा छु एउटा प्लास्टिक होइन मेरो त दुईवटा प्लास्टिक पो भयो त दुईवटा प्लास्टिकमा अब हेरौँ यस्तो घाम भइसक्यो टन्टरपुर घाम छ आज त झन् के साह्रो गर्मी छ म जहिले प्रायः जस्तो म चाहिँ उभिँदा एउटै आएको हुँदैन गाडी जहिले पर्खिरहेको अटो होस् कि गाडी के साह्रो रड्डे
मैले चाहिँ अदुवा पारी रोक्छ होला भनेर भनेको थिएँ, ओरै रोकिदियो। अब म त सोचेँ अब म चाहिँ एकैचोटि पार्सल उतै पुर्याउनु पऱ्यो नि, आउँदाखेरि चाहिँ झोला किन्नु पऱ्यो भनेर सोचेको थिएँ। अनि खाजा खानु पऱ्यो, खाजासम्म खाएकै छुइनँ। अब यत्रो भारी छ, अब म झोला किन्न जाने हो साथी हो। अब यत्रो बिच बाटोमा उतारिदिएपछि के गर्नु, झोला त नि जानु त, म त एकैचोटि डाइरेक्टली त्यही लान्छ भनेको आलिबारसम्म त लग्यो क्या। अब म झोला किन्न जाने हो। सामान बोकेको छ कि 3 झोला भएको छ क्या। 1 किलो झोला किनेको। फेरि गाडी अर्को पकाउनु पर्ने छ। यति पुर्याउनुको लागि कतिवटा गाडी फेर्नुपर्छ, मैले 3टा गाडी फेर्नुपर्छ। म चाहिँ बल्ल आइपुगिसकेँ कुरियरमा। यस्तो गर्नु छ, बल्ल आइपुग्यो। साथीहरू म चाहिँ सामान पुऱ्याइसकेँ। अब म टाइम लागेन त। अब चाहिँ खाजा खाने हो, भोक लाग्यो। साथीहरू खाजा खाना आइपुग्यो। मेरो चाहिँ खाजा आइसक्यो। मोमो लगाउन अब गाडी चल्ने हो, घर छिटो पुग्ने हो। नानी के भइसक्यो, नानी खेल्दैछ होला, छिटो पुग्नु पऱ्यो नि त। साथीहरू म चाहिँ भर्खर घर आइपुगिसकेँ हो। त्यही पनि म्याजिक गाडी पर्खिँदाखेरि होइन, लाइनमा एउटै म्याजिक गाडी थिएन क्या। 10-15 मिनट पर्खेँ, छैन म्याजिकै। लास्टमा चाहिँ बसमै आउनु पर्ने भयो। त्यही पनि यस्तो घुमाउँछ कि त्यसमा मलाई बसमा चढ्नु मन लाग्दैन क्या। म्याजिक गर्न खोजेको, म्याजिक पनि थिएन हो। आजको भिडियो चाहिँ एन्ड गर्न चाहन्छु र हजुरहरूले यति धेरै माया दिनुभएकोमा हजुरहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद। हस् त, बाई बाई।